हेलो गाइज, हामी चाहिँ अहिले नुवाकोट दरबार आएको छौँ घुम्नलाई भनेर हैन। हेलो टिमहरु, एकखेर हाई गरिदिनु त हामी अहिले कहाँ छौँ भनेर। नुवाकोट दरबार यस्तो दामी दामी भ्यू छ, यतातिर यस्तो दामी दामी भ्यू छ है। ओ माय गॉड। ल है त म तपाईहरुलाई चाहिँ यहाँ नुवाकोट दरबारको भित्र सब देखाउँदै छु। यो चाहिँ हाम्रो नुवाकोट दरबारको मेन मन्दिर भयो है। यो चाहिँ मेन मन्दिर हो। दरबार चाहिँ उता यहाँबाट देखिएको छैन हैन। जुम नि हुँदैन, उता बन्दै गरेको अलिअलि देखिन्छ नि, त्यो चाहिँ नुवाकोट दरबार हो। यो चाहिँ मेन मन्दिर हो। यो चाहिँ हाम्रो नुवाकोट दरबार हैन। हामी चाहिँ यहाँनिर नुवाकोट दरबारमा घुम्न आएको छौँ। आज चाहिँ हेरौँ है त नुवाकोट दरबारको यो चाहिँ मेन मन्दिर हो हैन। सो कस्तो छ त मन्दिर भनेर आज तपाईहरुलाई म यहाँ टुर गराउँछु है त, एक्चुअलमा अब कस्तो छ भनेर है त। ल यो चाहिँ हामी हाम्रो छिरी हो। यो चाहिँ हाम्रो मेन मन्दिर भयो। यहाँनिर हैन। सो हेऱ्यो भने त तलतिर पनि छ। यो चाहिँ एकदमै पुरानो कलाकृतिले बनेको छ, बट यो भूकम्प पछि चाहिँ एकदम भारी छ। मान्छेहरू बस्न मिल्ने खाले छ यहाँनिर हैन। सो यो चाहिँ हाम्रो यताको साइड भ्यू भयो यो मन्दिरको। सो केही हैन। अब यताबाट हामी भित्र जाने ट्राई गर्छौँ है त। ल सबैले दर्शन गर्नुहोस्। हाम्रो यो नुवाकोट मन्दिरको सबैले दर्शन गर्नुहोस्। भोलि पृथ्वी जयन्तीमा हामी तपाईलाई यहीँ आएर के त भन्दाखेरि टक्क पृथ्वी जयन्तीको अवसरमा यहाँ नुवाकोटको राज दरबारमा हामी तपाईलाई टुर गराउँदैछौँ है त। ल सो है त एकदम रमाइलो छ हैन। तपाईहरु पनि टाइम मिलाएर आउन सक्नुहुन्छ। उतातिर चाहिँ सबै कन्स्ट्रक्सनको काम चलिरहेको छ। यता चाहिँ लगभग यो मेन मन्दिरमा आज चाहिँ